नेपालको सडकमा न्यायको लागि बगेको रगतलाई 1 महिना बितिसक्दा पनि यो मुलुकको नेतृत्वमा न लज्जा छ न त पछुतो। जेनजी आन्दोलनमा बालक समेत 80 भन्दा बढी निर्दोष नागरिकले ज्यान गुमाए। एक असफल र भ्रष्ट राज्य सत्ताको पाप कर्मको प्रमाण। युवाहरूले भ्रष्टाचार र दलाल तन्त्र विरुद्ध आफ्नो ज्यानको बाजी लगाए, तर उनीहरूलाई जवाफदेही नेतृत्व होइन, गोली र दमन उपहार मिल्यो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर आफ्नो अपराधलाई छोप्न खोजे, तर जवाफदेहिताबाट पन्छिन सक्दैनन्। यो एक प्रश्न हो। जेनजी आन्दोलनमा बालक समेत 80 भन्दा बढी निर्दोष नागरिकको रगत बगेको 1 महिना पुग्दा पनि के नेपालको राजनेता बनाउँदा यो जमातमा एक रत्ती पनि लज्जा बाँकी छ? छैन। किनकि लासमाथि राजनीति गर्ने यो पुरानो सत्ताच्युत जमातले पछुतो होइन, उल्टै सरकारलाई धम्काउने उन्माद देखाइरहेको छ। केपी ओली र प्रचण्ड जस्ता शक्तिशाली पूर्व प्रधानमन्त्रीहरूलाई मापदण्ड भन्दा बढी दिएको अतिरिक्त सुरक्षाकर्मी फिर्ता लिएर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पुरानो शक्तिमाथि निर्णायक प्रहार मात्र गरेको छैन, यो अपराधीहरूलाई दिएको चेतावनीको सट हो। गृह मन्त्रालयको निर्णय अनुसार ओलीका 27 जना र प्रचण्डका 34 जना गरी कुल 61 सुरक्षाकर्मी फिर्ता भएसँगै नेपालको राजनीतिमा खुला द्वन्द्व सुरु भएको छ। हिंसाको धम्की, हामीलाई नपक्रिनु नत्र रक्तपात हुन्छ। आजको नेपालको राजनीति यही खुल्ला धम्कीमा टिकेको छ। आफ्नो भिआइपी सुरक्षा कटौती गर्ने बित्तिकै केपी ओलीले अन्तरिम सरकारलाई सिधै लक्षित गर्दै प्रतिशोधको राजनीति सुरु गर्नु भएको छ। उहाँले गृहमन्त्री ओम प्रकाश अर्याललाई सिधै चुनौती दिँदै भन्नुभएको छ, गृहमन्त्री बाबु धेरै नचम्किनु, कसैको इसारामा लागेर यो व्यवस्थालाई उल्ट्याउन खोज्ने हो भने परिणाम राम्रो हुँदैन। उहाँका समर्थकहरूले त 6 लाख कार्यकर्ताको हवाला दिँदै पक्रने हिम्मत भए 6 लाखलाई राख्ने जेल बनाएर आऊ भन्ने खुला चुनौती दिएका छन्। यस्ता सुरक्षा गुमाएपछि प्रचण्डलाई अब नेपाल प्रहरीको भर छैन। माओवादी केन्द्रले आफ्नो युवा संगठन YCL का पूर्व जनमुक्ति सेनाका कमान्डरहरूलाई उहाँको सुरक्षाको जिम्मा दिने तयारी गरेको छ। यो कदमले राजनीतिमा दलगत सेनाको उपस्थितिको खतरा मात्र बढाएको छैन, यसले देशभित्रै दुई शक्ति निर्माण गर्ने षड्यन्त्रको संकेत गर्छ। झन् डर लाग्दो त महेश बस्नेतको अभिव्यक्ति छ, उनले गलत उद्देश्यले आयो भने अचार र किमा बनाएर पठाइदिन्छौ भन्दै खुला हिंसाको आह्वान गरेका छन्, जसले जेनजी शहीदहरूको बलिदानलाई कुर्सीको खेल बाहेक केही नठानेको स्पष्ट हुन्छ। यो विध्वंसकारी आन्दोलनले केपी ओलीको सरकार ढाल्यो, तर यसको पर्दा पछाडिको खेल अझै रहस्यमय छ। काठमाडौँ महानगर प्रमुख बालेन शाहमाथि जेनजी आन्दोलनका क्रममा सिंहदरबार जल्दा महानगरको दमकल नपठाएको भन्दै गम्भीर आरोप र जोहोरी समेत परेको छ। उहाँले भिडको अवरोधको कारण देखाए पनि दुर्गा परसाई जस्ता व्यापारीले बालेन र जेनजीका अगुवा सुदन गुरुङमाथि पश्चिमाहरूको गोठी बनेर आन्दोलनको स्वरूप बिगारेको भन्ने गम्भीर आरोप लगाएपछि यो मुद्दा ब्लेम गेमको दलदलमा फसेको छ। यसैबीच धरानका मेयर हर्क साम्पाङले भने यो विद्रोहलाई साँचो मर्म दिनुपर्ने भन्दै प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय पद्धतिमा जानुपर्ने आवाजलाई अन्तिम चेतावनीको रूपमा उठाउनु भएको छ। उहाँको भनाइ छ, आन्दोलनको म्यान्डेट केवल एउटा नेता हटाउनु होइन, यो देशलाई आमूल परिवर्तनको दिशामा लैजाने आशा हो। अब विद्रोहको जगमा नयाँ नियम खडा गर्नुपर्छ। सामाजिक अभियन्ता पुण्य गौतमले पनि पुरानो र नयाँ शक्ति दुवैले एक अर्कालाई विदेशीको एजेन्ट भन्दै आरोप लगाउनुले जेनजीले चाहेको जवाबदेहितामाथि शक्ति सन्तुलन र पश्चिमी स्वार्थको कालो बादल मडारिएको स्पष्ट हुन्छ। यस देशको मूलभूत समस्या भनेको नेताहरूको दम्भ, सार्वजनिक पदको दुरुपयोग र जनताको पीडालाई व्यवस्था गर्ने उनीहरूको सामूहिक प्रवृत्ति हो। आज 80 भन्दा बढी शहीदहरूको रगतले हामीलाई एउटा ठूलो प्रश्न गरिरहेको छ, के हामीले नेपालको भाग्यलाई सधैँभरि यस्तै ढोंगी नेताहरूको धम्की, पश्चिमा गोटीको आरोप र ब्लेम गेम माथि छाडिदिने हो, वा एक नागरिकको रूपमा आफ्नो चेतनाको प्रयोग गरेर यी दलाल तन्त्रलाई परास्त गर्ने शक्तिलाई सही बाटो देखाउने हो? नेपाली इतिहासको हरेक मोडमा जनताको विवेक नै निर्णायक शक्ति बनेको छ। अब तपाईको जिम्मेवारी हो कि तपाईँ सत्य र झुटको बीचको पर्दा च्यातेर आफ्नो भूमिका स्पष्ट पार्नुहोस्। शहीदहरूको न्यायका लागि अनि यो देशको भविष्यका लागि अब मौनता तोड्ने र विवेक प्रयोग गर्ने पालो हाम्रो हो। केपी ओली र महेश बस्नेतको हिंसाको धम्की र बालेन शाहमाथिको सिंहदरबार आगलागीको आरोपलाई जेनजी आन्दोलनले ल्याउन खोजेको परिवर्तनको बाधकको रूपमा कसरी हेर्नुहुन्छ? कृपया आफ्नो तर्कसहित कमेन्ट बक्समा खुलेर लेख्नुहोला। धन्यवाद।